धन्यवाद कार्यक्रम सञ्चालकज्यू, देश विराजमान सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, हातमा कपी र कलम बोकेर सही र निष्पक्ष ढङ्गले निर्णय छुट्याउन बस्नुभएका निर्णायकज्यूहरू, समय पालकज्यू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म यसै श्री राधिका माध्यमिक विद्यालय कक्षा 12 विज्ञान संकायमा अध्ययनरत छात्र किस्मत वास्तोलाको तर्फबाट स्वीकार्नुहोस् एकमुष्ट न्यानो नमस्कार। सर्वप्रथम त मेरो विषयवस्तु बढ्नु अगाडि यस राधिका स्पिच आइडल आयोजना गर्नुहुने आयोजक परिवार र प्रायोजन गर्नुहुने प्रायोजकप्रति म मेरो अन्तर्हृदयबाट नै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। भनिन्छ देश बनाउने युवाको हातमा नै सुई छ भने देश कसले बनाउने हो। निर्णायक मण्डलज्यू, आजको मेरो यस वक्तृत्व कलाको विषय रहेको छ लागु पदार्थ उज्यालो भविष्यको अन्धकार शत्रु। लागु पदार्थ दुईटा शब्दबाट मिलेर बनेको हुन्छ, लागु अनि पदार्थ। लागुको अर्थ भनेको कुनै पनि प्राकृतिक अथवा कुनै पनि साधनको युज गरेर आफूलाई लत लगाउनु भन्ने बुझिन्छ भने पदार्थ भनेको यस्तो जिनिस हो जुनको प्रयोग र सेवन गर्न मिल्छ हो। सम्मिश्रणमा भन्नुपर्दा लागु पदार्थ भनेको यस्तो पदार्थ हो नि जसले मानिसको केन्द्र स्नायु प्रणालीमा नकारात्मक असर बनाउँछ र मानिसलाई शारीरिक मानसिक रूपमा क्षतिग्रस्त बनाउँछ। विश्वको तथ्याङ्क हेर्ने भनेदेखि विश्वमा 8 अर्ब मानिस छन्, जसमध्ये 27 करोड मानिसले विभिन्न तरबाट लागु पदार्थको सेवन गर्ने गरेको पाइन्छ भने 20 करोड मानिसले गाँजाको प्रयोग गर्ने गरेको पाइन्छ। नेपालको हकमा हेर्ने भनेदेखि अहिले 2076 को लागु पदार्थ सर्वेक्षण ऐन हेर्ने भनेदेखि त्यसमा हेर्दाखेरि पहिलेको भन्दा 5.06% बढेर 1,30,424 पुगेको छ। हामीले हेर्ने भनेदेखि विश्वमा वर्षौनी रूपमा 30 लाखभन्दा बेसी मानिसको लागु पदार्थको सेवनबाट ज्यान जाने गरेको छ। अब हामी बुझौँ लागु पदार्थ कसरी उज्यालो भविष्यको अन्धकार शत्रु हुन सक्छ त। हामीले त्यो विश्वको एथलेटिक्सलाई हेरौँ, जुन एथलेटिक्स आफ्नो खेलमा जानुभन्दा अगाडि स्फूर्तिपना ल्याउनको लागि लागु पदार्थ सेवन गरेर गएको थियो नि खेल खेल्न, ऊ त्यो लागु पदार्थ सेवन गरेको उसको पुष्टि भएर ऊ त्यहाँबाट बाहिरिनु पर्यो। आफ्नो खेल करियरको उज्जवल भविष्य त्यागेर अब उसले आफ्नो अन्ध्यारो भविष्य स्वीकार्नु परेको छ केवल लागु पदार्थको कारण। भनिन्छ एउटा सानो छेदबाट पुरै डुङ्गा डुब्छ हो। त्यसै गरी आज हामीले सानो मानेको एक खिली खैनी एक सरको चुरोटको धुवाले पुरै मानिसको जीवन अन्धकारतर्फ ढकेल्न पुग्दछ हो। आज हामीले नेपालका युवाहरूलाई हेर्ने भनेदेखि सान पल्टाउन धाक लडाउनका लागि पनि लागु पदार्थ प्रयोग गर्ने देखिएको छ। म यहाँहरू समक्ष एउटा प्रश्न खडा गर्न चाहन्छु, हामी कसैले पनि बाटोमा लागु पदार्थ सेवन गर्दै हातमा चुरोट लिएर हिँडेको युवालाई कहिले रोक्ने प्रयास गरेका छौँ? त्यसको विषयमा त्यसको नकारात्मक असरहरू बुझाउने कोसिस गरेका छौँ त? अवश्य पनि छैन हो। सभाध्यक्ष महोदय, यदि हामीले जसरी भनिन्छ थोपा मिलेर समुद्र बन्छ हो, त्यसै गरी हामीले पनि त्यो एउटा व्यक्तिलाई सम्झाउन सक्ने हो र लागु पदार्थबाट टाढा राख्न सक्ने हो भने नि हामीले हाम्रो देशमा लागु पदार्थ विहीन बनाउन पक्कै पनि सक्नेछौँ। हामीले हेर्दै गर्दाखेरि गाउँ रितिएको छ, बुढा बा आमा मात्रै छन्, छोराछोरी पढाउन सहर गएका छन्। बाउले विदेशमा तातो घाममा दुःख गरेर पठाएको पैसा, आमाले गाउँमा किसानी गरेर पठाएको पैसाले छोरो सहरमा त पढ्दैछ, तर के छोरोले उज्जवल भविष्य खोजिरहेको छ त? कुनै सानो पीडामा परेर उसले लागु पदार्थको सेवन गर्न थालेदेखि आमाले गाउँबाट दुःख गरेर पठाएको पैसा उसले पढाइमा लगानी होइन, लागु पदार्थमा लगानी गरेको छ। हामीले लागु पदार्थ सेवनकर्ताको परिवार मात्र होइन, हाम्रो सिङ्गो समाजमा हेर्ने नजर हामीहरूको गलत छ। हामीले त्यो लागु पदार्थ सेवनकर्तालाई त नराम्रो ठान्छौँ नि, उसको सिङ्गो परिवारलाई हाम्रो हेर्ने नजर कस्तो छ त? ए फलानाको छोरो त लागु पदार्थमा फसेको छ अरे, फलानाको छोरोले त गाँजा गोटी खान्छ अरे भनेर हामीले सुन्ने, हामीले भन्ने हामीहरूको नजर दृष्टिकोण फरक छ। हामीले जाँदै गर्दाखेरि के भन्नु छ भने मलाई लागु पदार्थ आजैबाट त्यागौँ, उज्जवल भविष्यको थालनी गरौँ। अन्त्यमा म यति भन्छु, म लागु पदार्थको घोर विरोधमा छु, किनकि मलाई मेरो भविष्य प्यारो छ भन्दै समयको पाबन्दीले गर्दाखेरि म आजलाई यहाँबाट यति नै भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।